टिमरको बिउ सुकाएर निकालिएको डाँडा मजाले पानी हालेर डुब्ने गरेर 24 घण्टा भिजाउनु पर्ने हुन्छ र 24 घण्टा भिजाइसके पछाडि यसरी जुन हाम्रो माथि आएको बिउ छ यसरी सर्र पानी लगाउँदै फाल्दै गर्नुपर्ने हुन्छ। यसरी फाल्दाखेरि हाम्रो जति बिउ यसरी लास्टमा रहन्छ यो बिउ चाहिँ हाम्रो उम्रन्छ अनि यसलाई चाहिँ हामीले अब मजाले बालुवामा गोतेर दिनुपर्ने हुन्छ। यसरी यो बालुवा चालेर अलि मसिनो गर्दैछु म। यसरी सानो सानो बालुवाहरू तल झरिसकेको छ। यो ठुलो खालको बालुवा हाल्दाखेरि पछाडि बिउ छुट्टाउन अलि असहज हुन्छ, त्यसकारण मसिनो बालुवामा एकदम मजाले छुट्टिन्छ। अब यो बालुवा र बिउ मिसिएकोलाई खासै धेरै छैन, यसलाई मजाले यसरी मिस्दै मिस्दै पुरा मिस्नु पर्ने हुन्छ। यसरी पटक पटक फाल्दै मिस्दै यसरी यसलाई मजाले धुइसके पछाडि यसलाई हामीले यसको पानी ठिक्क उभाउने गरेर छायामा राख्छौँ। तयार पारिएको ड्याङमा यसरी 2 इन्चको दूरीमा लाइनहरू बनाइन्छ। लाइन चाहिँ 1 इन्च जति गहिराई हुनुपर्छ। यसरी बिउ राखिन्छ अनि यो बिउ राखिसके पछाडि पुर्दाखेरि यो 1 इन्ची गहिराईमा छ, यति नै चाहिँ अलि पूर्ण हुँदैन, केही खाडल जस्तो राखेर ठिक्क पुर्नु पर्ने हुन्छ। अनि यो खाडल जस्तो भागमा चाहिँ हाम्रो पछाडि सिँचाइ गर्दाखेरि चिस्यान रहिरहने अनि बिउ उम्रनको लागि धेरै सहायता गर्छ। त्यसकारण अलिक गहिराईमा बिउ रोप्नुपर्छ, तर पुर्दाखेरि चाहिँ ठिक्क पुर्नुपर्ने हुन्छ। यसरी जुन हाम्रो बिउ राखेको बिउ छ यसरी चोया अथवा निगालो मद्दतले प्लास्टिक लगाउनको लागि यस्तो बनाइन्छ। यसरी बिउ ढाकिसके पछाडि माथिबाट यसरी छापा हालिन्छ अनि मजाले पानी लगाउँदा पनि यसमा पानीले बिगार्दैन, छापोले माटोलाई डाइरेक्ट पानीले भेट्न दिँदैन। यसरी प्लास्टिकले मजाले छोपिन्छ अनि प्रत्येक दिन अथवा जहिले जहिले सिँचाइको आवश्यकता पर्छ। माटो सुक्खा हुन दिनु हुँदैन, ठिक्क खालको ओसिलो माटो समय समयमा हेरिराख्नुपर्छ अनि बनाइराख्नुपर्छ। तिमुरको बिउ उम्रदैछ, यहाँ चाहिँ भर्खर उम्रिन लागेको छ। यस्तै ठाउँ ठाउँमा 1-2 उम्रिँदैछ।